नेपाल टेलिकमको बिलिङ सिस्टम खरिद को सन्दर्भमा हामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट त्यस्तै गरेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त पत्र र बाहिर जे जस्तो खालको केही विवादका कुराहरू पनि आएका थिए त्यसैलाई पनि समेटेर सबै कुराहरू चाहिँ नि हेर्दै खास गरेर अख्तियारको पत्र र मन्त्री परिषदको कार्यालयको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको पत्र यी आधारलाई बनाएर हामीले यो मन्त्रालयको आन्तरिक प्रयोजनको लागि यो अध्ययन प्रतिवेदन हो। यो अध्ययन प्रतिवेदन तयार गर्नुभएकोमा म यो प्रतिवेदनको संयोजक र सबै सदस्यहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो प्रतिवेदन चाहिँ अध्ययन प्रतिवेदन हो। अध्ययन प्रतिवेदन भएको कारणले गर्दाखेरि यो प्रतिवेदनको आधारमा नेपाल टेलिकमले खास गरेर बिलिङ सिस्टम को चाहिँ खरिद प्रक्रियाको सन्दर्भमा यो प्रतिवेदन आफै चाहिँ अवरोधक बन्दैन, यसले हस्तक्षेप गर्दैन र खास गरेर कानुनहरूको पालना गर्दै विधिको पालना गर्दै सिस्टमलाई आत्मसात गर्दै जुन नेपाल टेलिकमलाई प्रदान गरिएको स्वायत्तता छ खरिदको सन्दर्भमा, खरिद प्रक्रियालाई टुङ्ग्याउने सन्दर्भमा, त्यो सन्दर्भमा चाहिँ राम्रो काम गर्नको लागि देश र जनतालाई केन्द्रमा राखेर टेलिकमको सर्वाङ्गीण विकासको लागि राम्रो निर्णय गर्नको लागि चाहे त्यो पक्षमा अथवा विपक्षमा अथवा खरिद गर्ने कुरामा अथवा नगर्ने कुरामा, प्रक्रिया अगाडि बढाउने कुरामा नबढाउने कुरामा, यी सबै कुराहरूको लागि चाहिँ नि नेपाल टेलिकम चाहिँ यो हिसाबले स्वतन्त्र छ र कानुनको परिधिभित्र रहेर राम्रो निर्णय गर्नको लागि देश र जनताको पक्षमा र सर्वाङ्गीण नेपाल टेलिकमको विकासको सन्दर्भमा निर्णय गर्नको लागि त्यसमा यो प्रतिवेदन चाहिँ अवरोधक बन्दैन र कानुनी रूपमा पनि यो खास गरेर अध्ययन र आन्तरिक प्रयोजनको लागि मात्रै भएको म यहाँहरूलाई जानकारी गराउँछु। र साथमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत हामीलाई चासो राख्दै पत्रहरू आएको कारणले हामीले यसलाई सन्दर्भ सामग्रीको रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चाहिँ हामी पत्रसाथ पठाउनेछौँ। त्यस्तै गरेर हामीभन्दा माथिल्लो निकाय भनेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय भएकोले त्यहाँ पनि सन्दर्भ सामग्रीको रूपमा भोलि गएर केही थप विवाद आइहाल्यो भनेदेखि यो अध्ययनले चाहिँ के भनेको रहेछ एकचोटि हेरौँ न भनेर सन्दर्भ सामग्रीको रूपमा यो चाहिँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि हामीले पठाउनेछौँ। र अर्को भनेको चाहिँ हाम्रो मन्त्रालय स्वयंमा पनि एउटा रेफरेन्स मटेरियल्सको रूपमा आफूले थप अध्ययनै थप गर्न चाहियो भने पनि यसको रूपमा हामी राख्नेछौँ। अब यसबाट के कस्ता केही निष्कर्षहरू आएका छन्, पक्कै केही सुझावहरू आएका छन्। अहिले भइरहेको खरिद प्रक्रियाको सन्दर्भमा पनि यसले केही कुरा पक्कै भनेको होला र आगामी यस्ता खरिद प्रक्रियाहरूको सन्दर्भमा पनि नेपाल टेलिकमले के कस्तो खालको चाहिँ नि काम गर्नुपर्छ भनेर सुझाउने कामहरू पनि गरेको होला। यो प्रतिवेदन चाहिँ भर्खर मलाई प्राप्त भएको छ, मन्त्रालयलाई भर्खर प्राप्त भएको छ। यसलाई हामी हेर्छौँ, अध्ययन गर्छौँ र अहिलेको प्रक्रिया चाहिँ यो खरिद प्रक्रियामा हामीले यसले हस्तक्षेप गर्नु हुँदैन, यसले चाहिँ नि दबाब दिनु हुँदैन, यसले प्रभाव पार्नु हुँदैन भन्ने कुराहरूमा हामी स्पष्ट छौँ हैन, हामी स्पष्ट छौँ। तर आगामी दिनका खरिद प्रक्रियाहरूलाई पनि कसरी यसले चाहिँ अलि राम्रो बनाउन सकिन्छ भन्ने पनि यसले गर्ला। त्यसैले मैले के अपेक्षा गरेको छु भने नेपाल टेलिकम आफै एउटा स्वायत्त निकाय पनि भएको कारणले गर्दाखेरि हाम्रो भूमिका भनेको मन्त्रालय र मन्त्रीको भूमिका भनेको अभिभावकीय हो र कानुनी रूपमा नेपाल टेलिकमलाई यो गर अथवा नगर, खरिद प्रक्रियाको हकमा यो गर अथवा नगर, यसरी अगाडि बढ अथवा यसरी अगाडि नबढ, रद्द गर अथवा प्रक्रिया अगाडि बढाऊ भनेर हामीले कानुनी रूपमा अहिले भन्न मिल्दैन। त्यसकारणले गर्दाखेरि त्यो नमिल्ने भएकोले यो कुरा मन्त्रीसम्म आउन जरुरी नै छैन। तर यद्यपि यो अख्तियारसम्मबाट समेत चासो आएको र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट पनि चासो आएको, मिडियाहरूबाट पनि चासो आएको र पटक पटक मन्त्रीलाई पनि के हो त भनेर सोध्ने अवस्था पनि आएकोले प्राविधिक रूपमा सबै एउटा मन्त्रीले जान्ने पनि हुँदैन, खरिद प्रक्रियाको सन्दर्भमा पनि मन्त्रीले जान्ने भन्ने हुँदैन, अरू कयौँ चाहिँ त्यसका प्रक्रियाको बारेमा पनि सबै जान्ने भन्ने हुँदैन। यस्तो अवस्थामा मैले चाहिँ नि यो खास गरेर अध्ययन समिति यो क्षेत्रका दिग्गज खास गरेर प्रोक्युरमेन्टको सन्दर्भमा, त्यस्तै गरेर टेक्निकल पार्टको सन्दर्भमा, लिगल पार्टको सन्दर्भमा जो जानकारहरू हुनुहुन्थ्यो उहाँहरूलाई यसैसँग सम्बद्ध जानकारहरूलाई राखेर यो अध्ययन गरिएको हो र यो अध्ययन
को डकुमेन्ट मलाई अहिले प्राप्त भएको छ। यसलाई हामी अध्ययन गर्छौँ र आगामी दिनहरूको लागि पनि थप विवादहरू पछिका दिनमा केही आए भने यो एउटा रेफरेन्स डकुमेन्ट चाहिँ सबैका लागि बन्छ भन्ने मलाई लागेको छ। यो काम सफलतापूर्वक प्राय यस्ता कामहरू चाहिँ म्याद थप गर्दै जानुपर्ने 7 दिन थपियो, 10 दिन थपियो, 15 दिन थपियो भनेर भन्नुपर्ने अवस्था थियो। हामीले 21 दिन भनेका थियौँ। 21 दिनको अवधिभन्दा अगाडि नै, होइन त, अगाडि नै यहाँहरूले बडो मेहनतका साथ चाहिँ यो तयार गर्नुभयो। यसप्रति म समग्र मन्त्रालयको तर्फबाट यहाँहरूलाई धन्यवाद र आभार व्यक्त गर्दछु र म हाम्रो सचिवज्यूलाई के चाहिँ यहाँ चाहिँ अनुरोध गर्दछु भने यो डकुमेन्ट चाहिँ एक प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोग, त्यस्तै गरेर अर्को एक प्रति चाहिँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रेफरेन्स डकुमेन्टको रूपमा यहाँहरूले पठाइदिनको लागि त्यो व्यवस्थाको लागि पनि अनुरोध गर्दै यहाँहरू सबैलाई आइदिनु भयो। म धेरै धेरै धन्यवाद दिन्छु।